Hello everyone, welcome back to my YouTube channel. So के छ खबर तपाईहरुको सबैजना आरामै होला. So म चाहिँ भर्खर कामबाट आएर हैन त्यस्तै 30 मिनेट जति भयो होला अनि फ्रेस भएर अब चिया खान आटेको. अब चिया खाएर हैन म एकछिन बाहिर निस्किन्छु. आज चाहिँ एकदम दिन पनि राम्रो छ हैन. जो एकदम पानी पर्यो. सो आजको वेदर चाहिँ एकदम घाम लागिरहेछ हैन चर्किरहेको एकदम. त्यही हो अनि यहाँ चिया बनाएको छ. हुँदैछ बिस्तारै. अनि चिया खान्छु हैन. त्यसपछि बिस्तारै माथितिर जान्छु रुमदेखि माथितिर हैन त्यसो हैन अनि तपाईहरुलाई भ्यू देखाउँछु के कस्तो हैन भिडियो हेर्दै गर्नुलाई है त ल अब मेरो चिया पनि रेडी भयो हैन मरि चल्छ टक्क फिरो बनाए यहाँ चिया अनि त्यही हो म चिया खान्छु अनि त्यसपछि बाहिर निस्किन्छु टक्क लगाएर फिरो चिया हैन सो यस्तै छ अब बिहानै उठि काममा जाने हैन अब त्यस्तै मेरो फेरि ड्युटी बिहानमा छ हैन त्यस्तै अब 5:30 बजेतिर उठेर जानुपर्छ 6 बजेदेखि ड्युटी हो अनि यता सामान रेडी गर्नुपर्छ अनि हिजो आज चाहिँ अलि हैन एकदम बिजी छ क्या एकदम बिजी चलिरह भ्याइ नभई छ हैन किनकि यो ठाउँ एकदम टुरिस्ट एरिया नै हो अनि त्यही भएर भ्याइ नभई छ अब काम एकदम प्रेसर छ अनि मेरो आँखाहरु पनि देख्न सक्नुहुन्छ तपाईले हैन त्यस्तो खासै अब निन्द्रा नपुगेको देखिन्छ हैन अनि आराम नपुगेको देखिन्छ त्यही हो अब बिहानै उठ्ने जाने आउने ढल्किन्छु सुत्छु फेरि बेलुका खाना बनाउँछु हैन अनि फेरि काममा जाने गर्छु त्यही भएर अब भिडियो पनि असल खासै हाल्न पाएन जब फ्री हुन्छ हैन फ्री त हुन्छ कि अब 2 बजे सकिन्छ मेरो काम तर फ्री भएपछि नि अब बाहिर निस्किने खासै हुँदैन कि मन नि लाग्दैन क्या आयो ढल्किन मन लाग्छ हैन सुत्न मन लाग्छ सो त्यही भएर भिडियो खासै हालेको छैन सो त्यही हो अनि आज चाहिँ अब जाँदैछु एकछिन माथितिर चिया खाएर अनि के कस्तो हैन यहाँको वातावरण आज वेदर पनि राम्रो छ एकदम घाम लागिरहेछ सो म तपाईहरुलाई भिडियोमा हैन देखाउँछु हैन के छ कस्तो हैन सो हेर्दै गर्नु होला है त ल चिया खाएर सक्यो हैन अब म निस्किन्छु अनि त्यही हो अब एकदम नाक रुगा लागेको जस्तो भएर अब बिस्तारै मौसमहरु चेन्ज हुँदैछ है त हैन अब घरिमा नै सुरु हुँदैछ बिस्तारै अब बिहान जानुपर्छ चिसोमा अनि नाकसाक बन्द भएको छ अब त्यही भएर कस्तो सुनेछ हैन बोलेको कस्तो सुनेछ अब राम्रो आछ छैन हैन त्यही पनि एकदम माया गरेर हेर्दिनु होला सो म चाहिँ अब बिस्तारै माथितिर लाग्यो है त ल म तपाईहरुलाई के कस्तो हैन बिस्तारै देखाउँदै गर्छु बाहिर चाहिँ एकदम मिठो घाम लागिरहेछ अनि सो म चाहिँ अहिले त माथितिर जाँदैछु हैन मेरो रुम त तलतिर पर्छ अनि त्यही हो अब यता हरियाली छ सबै जङ्गल छ घाम लागिरहेछ अनि यहाँबाट अलिकति 4-5 मिनट लाग्छ माथि पुग्नलाई त्यहाँबाट म तपाईँले भिडियो देखाउँछु है त अब त्यही हो अब रुममा जति सुत्यो नि त्यही हो निन्द्रा लाग्दैन ढल्किया मात्रै हो अब निन्द्रा बिग्रिनु मात्रै हो झन् राति निन्द्रा लाग्दैन सो त्यही भएर अनि त्यसो भएर एकछिन फ्रेस हुन बाहिर निस्क्यौँ भनेर अनि यसो हाप्छ खाना आएको त्यही हो अब काम सकेर आइसिन हैन अब रुममा अब ढल्किने हो निन्द्रा लाग्दैन सुत्छु भन्छ निन्द्रा लाग्दैन हैन त्यही भएर एकछिन माथितिर यसो निस्क्यो भने कमसेकम फ्रेस त हुन्छ नि त अनि शरीर पनि ठिक हुन्छ भनेर यसो एक्लै भयो नि अब एकछिन माथि निस्किएको अब एकजना साथी छ उनी अब आराम गरेर होला अनि दुईजना गएको छ अहिले दिउँसोको सिफ्ट छ अनि आज म यता माथितिर जाँदैछु बिस्तारै एक्लै डुल्दै हैन जे होस् यता चाहिँ ठाउँ हैन एकदम यता माथितिर चाहिँ एकदम पिस छ के ठाउँ एकदम चिल छ हैन जङ्गल छ यसो हिँड्दा नि हैन सुनसान एकदम चराचुरुङ्गीहरू हैन त्यसको आवाजको एकदम सुनसान छुट्टै भाइब हुन्छ कि पिस हैन अनि त्यही भएर यता माथितिर आउनु नि एकदम मजा लाग्छ क्या तर एक्लै आयो यसो हिँडे जस्तो भयो एकछिन हैन टक्कै घुमे जस्तो भयो अनि यसो जान्छु माथितिर अनि माथिबाट तर म भिडियो देखाउँछु हैन त्यो भिडियो हेरिराख्नु एकदम मजा आउँछ क्या अब विदेशमा भएपछि हैन त्यही त हो नि अब साथीभाइहरूसँग अब सँगै अब भेटिराख्ने सँगै त भइराख्दैन हैन अब त्यही हो भेट भयो भने काममै हो नत्र अब एकजना रुममा आउँदाखेरि अर्को काममा गएको हुन्छ अब अर्को आउँदाखेरि अब म काममा गएको हुन्छ भेट हुने गाह्रो हुन्छ भेट हुने भनेको नै अब त्यही कि नसुती बस्नु पऱ्यो हैन राति आउने बेलासम्म अनि भेट हुन्छ गफसफ हुन्छ नत्र उनीहरू आउने बेलासम्म आफू सुतिसकेको हुन्छ सो भेट हुने गाह्रो हुन्छ एकदम साथीहरूसँग त्यही भएर एक्लै माइन्ड फ्रेस गर्नुलाई हैन यसो माथितिर निस्किँदैछु
सो जसले मेरो भिडियो हेर्दै हुनुहुन्छ होइन सबैजना लाइक गरिदिनु होला सेयर गरिदिनु होला होइन एकदम माया गरिदिनु होला म यसरी नै अब कसरी हुन्छ होइन बिस्तारै बिस्तारै यसो दुइटा भिडियो होइन हप्तामा हालिदिन्छु होइन सो त्यही हो तपाईँले नि हेर्दै गर्नु होला ल अहिले चाहिँ त मासतिर आइपुग्यो उकालो चढ्दैछु बिस्तारै बिस्तारै अब म तपाईँलाई बिस्तारै भ्यू देखाउँछु होइन यस्तो यस्तो होइन बिस्तारै बिस्तारै भाइस म बिस्तारै बिस्तारै भ्यू देखाउँदै जान्छु होइन अलिक माथिबाट झन् राम्रो देखिन्छ त्यो त मान्छेहरू आएर हुन्छ अलिअलि यसो कुकुर सुकुर धराएर आउँछ होइन अनि यसो हिँडेर आउँछ इभिनिङ वाकको लागि सो त्यही हो अब मेरो पछाडि तपाईँहरू भ्यू देख्न सक्नुहुन्छ यस्तै छ पछाडि एकदम क्लियर छ है अनि आकाश पनि क्लियर छ एकदम भ्यू पनि एकदम दामी छ अनि त्यही हो अब एकदम ठिक छ क्या वेदर एकदम ठिक छ अनि एउटा चढ्छ माथि ल म चाहिँ अब माथि आइपुगेँ होइन डाँडामा हाउडा तलतिर अघि मुनदेखि आएको म त्यही 4-5 मिनट जस्तो लाग्छ हिँड आउँदाखेरि बिस्तारै बिस्तारै अनि म तपाईँलाई एकदम भ्यू देखाउँछु यहाँ सर लगाएर यो चाहिँ भ्यू होइन एकदम दामी सिटी भयो अनि त्यही हो अब यताबाट होइन अझै देखिन्छ भ्यू म तपाईँलाई देखाउँछु यो सिटी भयो यता नि सिटी सर भयो होइन अनि यता यो समुद्र भयो जेट स्की गर्दैछ मुनि अनि पारी इटाली जान्छ होइन यहाँबाट ठुल्ठुलो पानीजहाजहरू आउँछ अनि सो म अब एकछिन यहाँ बस्छु होइन एकछिन आराम गरेर हाउसवा खाएर होइन 5-10 मिनटपछि म फेरि फर्किन्छु पछाडि रुमतिर जान्छु अनि आराम गर्छु रेस्ट गर्छु होइन तपाईँलाई के कसो हुन्छ होइन अझै देखाउन कोसिस गर्छु हेर्दै गर्नु होला है त अब यो भनेको तपाईँबाट देख्ने भ्यू चाहिँ नि हो होइन त्यो माथि डाँडा छ नि त्यहाँ गएर हेऱ्यो भने पुरै देखिन्छ क्या अब यताबाट त्यस्तो खासै देखिँदैन अब यताको यो भागतिरको छेक्या हुन्छ होइन अनि यता मात्रै देखिन्छ अनि त्यही हो अब त्यो माथि डाँडामा चाहिँ जुन टावर देखिरहेको नि माथि त्यो टावरमा गएर होइन हेऱ्यो भने चाहिँ पुरै सिटी देखिन्छ होइन ठुलो झम्मै छ क्या अनि यता पुरै समुद्र देखिन्छ यो चाहिँ चर्च भयो यहाँ माथि यस्तै हो विदेशमा भएपछि अब एक्लै भयो नि अब टाइम कसरी हुन्छ होइन अब टाइम भएको बेलामा यसो बाहिर निस्किनु पानी खाने गर्नुपर्छ जति अब रुममा बसेर बसेर काम छैन झन् धेरै दिमागमा होइन नाना भन्ने धेरै कुराहरू सोचिन्छ क्या त्यही भएर यसो निस्क्यो भने बाहिर फ्रेस पनि हुन्छ होइन दिमागलाई एकदम शान्त हुन्छ त्यही हो जो पनि होइन अब विदेशमा हुनुहुन्छ होइन सबैजनालाई त्यही भन्न चाहन्छु एकदम फ्री टाइम छ भने यसो बाहिर निस्किनु क्या पैसा खर्च गर्नुपर्ने छ भने छैन होइन यसो बाहिर निस्क्यो एक्लै होइन निस्क्यो आनन्द छ होइन बाहिर फ्रेस पनि गऱ्यो निस्क्यो फेरि रुमतिर गयो भोलिपल्ट काम जाने आनन्द हुन्छ सो त्यही हो जहिले अब रुमतिरै बसिरहने होइन सुतिरहने नगर्नु होला सबैजना होइन एकदम रुमभित्रै बसिराख्यो भने होइन त्यही हो क्या अब धेरै कुराहरू खेलिन्छ क्या दुःख सुखको कुराहरू निस्किन्छ होइन त्यही हो सो अर्को के छ भने होइन यो चाहिँ ओल्ड टाउन हो होइन पहिला वार पर्दाखेरि सर्बिया र यसको कसको वार पर्दाखेरि होइन अब त्यहाँ पहिला बोम हानेको थियो क्या अनि त्यहाँ एकदम ओल्ड हेरिटेजहरू होइन पुरै पुरानो त्यो उयोहरू छ कि म्युजियमहरू सबै पुरानो होइन एकदम ठुल्ठुलो वालहरू छ कि त्यहाँ अनि एउटा त्यो मुभी छ नि अब गेम अफ थ्रोन भन्ने अब त्यो मुभीको सुटिङ पनि त्यहीँ भएको रहेछ क्या त्यही मान्छेहरू घुम्न आउँछ क्या अनि त्यही अब समुद्रमा पानीसँग खेल्ने अनि सनबाथ लिने अनि यो डाँडा उतापट्टि चाहिँ बस्ने पर्छ बस्ने भन्ने ठाउँ अनि यता क्रोसिया भयो त्यो स्याबाट लाग्छ त्यस्तो गाडीमा आधी घन्टा 25 मिनट लाग्छ बस्ने पुग्नलाई अनि त्यो पारितिर छ बोर्डर छ अनि एउटा केबल कारहरू छ होइन माथि डाँडामा जानुलाई सो तपाईँहरू पनि होइन यसो फ्री भएको बेलामा यसरी बाहिर घुम्नु निस्किनुहोस् है सबैजना बाहिर रिफ्रेसमेन्ट गर्नु होला सो मैले अगाडि पनि भनिसकेँ अनि यस्तै हो यता चाहिँ यस्तै छ होइन हावा चिल अब फ्रेस ठिक छ एकदम सो म चाहिँ अहिले अब एकछिन बस्छु
अहिले त चाहिँ सायद अब हिजो अस्ति अलि पानी परेर होला होइन, अनि हावाहुरी बढी भएर पनि होला। अनि खासै त्यस्तो मान्छेहरू यता पौडी खेल्ने डुङ्गासँग बोटिङ सोटिङ होइन आएको छैन आज। अनि यता बारीतिर होला नि होइन ठुल्ठुलो पानी जाँथ्यो त्यस्तो आएको छैन। अलिकति मौसमहरू नमिलेर होला, पानी परेर हावाहुरी चलेर होइन बढी वेभ हुन्छ नि त, अनि त्यही भएर अनि सायद नआएको होला। खासै त्यस्तो केही देखिएन हेर त। अन्त यता मुनितिर होइन अब बोट अब त्यो जेट स्कीहरू सबै होइन गर्छ क्या, त्यस्तो छैन आज। अनि त्यही हो आजको दिन अब यस्तै भयो होइन। अब बिहान काममा गयो आयो, एकछिन त बाहिर निस्क्यो होइन, बाहिर निस्केँ घुम्न आयो। अनि तपाईँलाई यसो भ्यू स्यू देखायो होइन पछाडिको। अब तपाईँलाई कस्तो लाग्यो यो भिडियो होइन। सो त्यही हो विदेश भनेको अब सुख दुःख हुन्छ, अब स्ट्रगल गर्नुपर्छ होइन, कमाउन आएको हो कमाउनुपर्छ, सुख दुःख कस्तो हुन्छ होइन। सो अस्ति नै म पनि सुरुमा आउने बेलामा होइन डुङ्गा चढेको हेरेँ होइन, यो पछाडिको हो क्या, म तपाईँलाई देखाउँछु होइन। ठ्याक्कै यो पछाडि यो डाँडा छ नि, यो डाँडा एक राउन्ड हानेको त्यस्तै 10-15 युरो कति ल्यायो क्या नेपालको, त्यस्तै अब भनौँ न 1500 सय 2000 समथिङ त्यस्तै हो क्या। ठ्याक्कै त्यो टापुबाट एक राउन्ड हानेको थियो 15-20 युरो लियो क्या, 2-3 हजार कति भयो क्या। अब मलाई नि यसरी होइन एकान्तमा एक्लै हिँड्न एकदम ठिक लाग्छ होइन। अनि तपाईँहरूलाई नि कस्तो के लाग्छ होइन कमेन्ट गरिदिनु होला। यो त भनेको यस्तै छ होइन, फेरि यहाँ अर्को आएर आँटुङ्गा यस्तो छ होइन, यस्तो पखेर छ क्या यता समुद्र भयो। सानो डुङ्गा यो पुन्टे डुङ्गा हो क्या। सिटी भयो डाँडै काँडा। ल है अब बिस्तारै म रुमतिर जाँदैछु। अनि आजको भिडियो त यस्तै भयो। अब के भनौँ होइन खासै राम्रो पनि भएन होला, अब जे छ यता होइन त्यस्तै देखाइरहेको छु तपाईँहरूलाई। अनि त्यही हो जो पनि अब आउँदै हुनुहुन्छ यता अलिक बुझेर सोचेर आउनु होला। त्यही हो यता काम भनेको प्रायः सिजनल नै हुन्छ, अनि सबैजना बुझेर आउनु होला। सो म चाहिँ यतै हिँड्दैछु जङ्गलको बाटो, सुनसान छैन, कोही मान्छे छैन, यसो दुइटै यसो आइरहेको हुन्छ मान्छेहरू दोहोऱ्याउँदै आएको हुन्छ। सो म नि त्यही हो अब एक्लै भएको रुममा, अर्को एकजना पसुनियाको साथी पनि थियो, अब घर गयो आज होइन, अब आज गएर भोलि आउँछ त्यो। अनि म एकछिन अनि धेरै भयो भिडियो नबनाएको भनेर यसो भिडियो बनाउनलाई यसो निस्क्यो बाहिर। अनि त्यही हो त्यस्तो खास त केही छैन होइन। ल म चाहिँ अब बिस्तारै लागेँ ओह्रालो झर्दैछु, यसो भिडियो देखाउँदै होइन। यता घर भनेको पुरै यस्तो कि अब रातो होइन, छानाले हालेको, योभन्दा अरू डिजाइनको घरै छैन, एउटै किसिमको माथि छानो हाल्यो। जस भित्र चाहिँ एकदम राम्रो हुन्छ फेरि यता घर एकदम चटक्क चिटिक्क सफा हुन्छ, त्यो छाउनै सफा छ एकदम। यता माथिबाट म ओह्रालो झर्दै आएँ, अनि अब यता आइपुगेँ। अब यताबाट फेरि म अघि उताबाट आएको मुनिको बाटो जान्छु होइन, उता पुग्छु, त्यसपछि म बिस्तारै रुमतिर जान्छु है त। म मेरो भिडियो इन गर्छु होइन। सो जसले मेरो भिडियो हेर्नुभएको छैन होइन हेरिदिनु होला, अनि लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला। सो के कस्तो छ होइन मिस्टेक छ भने त्यसको लागि माफ पाऊँ होइन। सो म अर्को भिडियोमा अझै सुधार लिएर आउनेछु। सो यदि भन्दै म मेरो भिडियो इन गर्छु। थ्याङ्क यू सबैजनालाई है त।